हेलो गुड मर्निङ। धेरै धेरै स्वागत छ तपाईँलाई मेरो ब्लगमा। र आज म चाहिँ अब एकदम बिहानी बिहानी पोख धेरै दिन भएर बगानतिर पनि नहिँडेको नुहाएको र त्यसले गर्दा यसो बगान पनि हेर्ने र वकिङ जस्तो पनि हुने भनेर आज चाहिँ म आफ्नो बगानमा यहाँ आइरहेको छु। घरदेखि टाढै नै छ, लगभग 2-2.5 किलोमिटरको डिस्टेन्समा छ र बगान पनि अब हेर्ने समय नपाएको जस्तो छ। र पनि आज यति समय लिएर आज बगानमा आएको छु। अब हेर्नुहोस् मेरो बगान के कस्तो भएको छ। यो चाहिँ अब बगान एकदमै राम्रो भइरहेछ र अब यो बेसी होइन, तपाईँको हप्ता 10 दिनमा चाहिँ एकदम राम्ररी यो पत्ता निक्लिने रहेछ। एकदम मजाले निक्लिरहेछ। हेर्नुहोस् यो आसामको वातावरण भन्नु गयो भने साँच्चै वास्तवमा एकदमै राम्रो छ, किनभने यहाँको अब वेदर पोल्युसन, साउन्ड पोल्युसन यति किसिमको केही पनि छैन। यहाँ एकदम मजाको छ। र अब यहाँ कतिपय अब मेरो तामुल गाछहरू छु, मेरो कतिवटा बारीमा लगाइरहेको छु बगानमा र फल पनि राम्रो भइरहेछ। यतिको अब राम्रै भनौँ। र घरदेखि टाढो हुनाले यसलाई चाहिँ म अब यो नपाकिकन बेच्ने अवस्था भएको छ। यतिखेर अब रेट पनि अलिक सही नै छ, 25-30 रुपियाँ किलो बिक्री हुँदैछ। त्यसले गर्दाखेरि यसलाई चाहिँ आज अब यसो झारेर बेच्ने पनि मेलो गरेको र त्यही हेर्नु आएको थिएँ म यहाँ। र अब बेसी लामो नगरौँ किनभने मेरोमा धेरै काम छ। र फेरि भेट्ने आशा राख्दै आजलाई बिदा। बाई बाई, सी यू अगेन, लट्स अफ लभ फ्रम एकबहादुर तामाङ।